जसो गर जे गर जता सुकै लैजाऊ विशेष चाहिँ यहाँ सफा हावामा आज चाहिँ हामी तारेभिर हाइकिङ घुम्न जाँदैछु। मालिक केही भन्नु छ कि? आजको यसो के राखौँ न। बाटो यस्तो छ बाटो, तर हामी धेरै अगाडि हिँडिसकेको छु। ओह माथि फुल टिप्दैछ यहाँ। दामी छ के?
म के गर्छु गर्लफ्रेन्ड छैन नभए फुल टिपिदिन्थ्यो गर्लफ्रेन्ड छ टाढा छ फोटो खिचेर पठाउने म मेसेन्जरमा हैन खाजा खाने क्रममा छ गाई छ हामी चाहिँ खाने सिताले हेप त गए बिचाय मिसिए खाने सिता के अंदर में तांग न ठुक न
हामी चाहिँ एकदम इन्जोय भइरहेछ खाजा साजा खाएँ घुमेँ तारेबिर पुगेँ तिमी आउने बाटोमा जसो गर जे गर जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो यति छोटो मिठो तारेबिरको विषयमा के कस्तो लाग्यो आजको दिन के भयो भन्ने विषयमा चाहिँ हाम्रो मिस्टर आकाश लिम्बूले चाहिँ एकछिनमा भिडियो आउँछ धैर्यका साथ स्किप नगरिकन हेरिदिनु हुन मबाट चाहिँ हार्दिक अनुरोध गर्दछु है तपाईँहरू सबैलाई नमस्कार। म चाहिँ सिजो भुटे। आज हजुरलाई यो तारेबिरको आज कस्तो लाग्यो यात्रा? आज विशेष हाइकिङ हुँदै गर्दाखेरि अरू यो इन्भाइरोमेन्टभन्दा फरक इन्भाइरोमेन्टमा हामी यहाँ आउँदै गर्दाखेरि हजुर सर छुट्टै खालको फ्रेस हुने खालको छ। फ्रेस पुरा यो अगाडि हजुर काठमाडौँ भ्यालीभित्रको सबैभन्दा नजिकमा हजुर हजुर युवा युवती जो कोही पनि यहाँ आएर रिफ्रेस लिनका निम्ति सफा हावा र पानी, विशेष चाहिँ यहाँ सफा हावा पानी अनि घुम्नलाई एकदम राम्रो छ। पहिलोचोटिको मेरो अनुभवमा हाइकिङ चाहिँ एकदम आउन लायक छ सबैका लागि। अनि विशेष गरी मेरो मालिक साहब त्यहाँ हुनुहुन्छ, मालिक साहबमा पनि मालिक साहब अनि विशेष क्यामेराम्यान धेरै नै राम्रो छ। एकदम आजको हाइकिङ चाहिँ स्मरणीय रहने छ भन्ने चाहिँ मैले आशा लिएको छु। किनभने हामी धेरै समयपछि हामी एकअर्कामा यसरी फिजिकल रूपमा भेटेर हाइकिङ जाने बानी बनेको थिएन। आज यो बन्यो, धेरै खुसी लाग्यो। अरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? जस्तै अरू बाहिरको मान्छेहरूलाई यो ठाउँ कस्तो के छ? अब अरूलाई त्यो व्यक्ति आफैमा पर्ने व्यक्तिमा भर पर्ने कुरा त्यसो मलाई भन्छु। यो तारेबिर यो जुन साइड हिल साइड छ, हिल साइडमा चाहिँ तपाईँहरू पनि एकचोटि आइदिनुहोस्। रमाइलो नै हुँदो छ। सबै आउनका निम्ति चाहिँ म अनुरोध गर्दछु। हजुर हजुर, हस् धन्यवाद। अरू केही भन्नु छ सर? यस्तै रह्यो, एकदम खुसी लाग्यो। हाइकिङ आउनु पाउँदाखेरि धेरै नै